हाई एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग एन्ड नमस्कार सबैजनालाई मेरो न्यू मिनी ब्लगमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। अनि इट्स मी इसा तामाङ है। आज चाहिँ हामी सन्डे घुम्न गएर थियौँ। आज भन्नाले हिजो मैले आज भने नि त सो होइन। अनि मेरो साथमा हुनुहुन्छ बुनुता, मिस मुनुता एन्ड मन्छु हुनुहुन्छ होइन। अनि हामी तिनजना चाहिँ लगभग त्यस्तै 5-6 बजीतिर चाहिँ बाहिर निस्किएको थियो साथीहरू। अनि यत्तिकै हामी हावा खाँदै गर्मी भएर होइन, गर्मी स्टार्ट भयो साथीहरू अब चाहिँ होइन। अनि हिजो अस्ति चाहिँ साह्रै बिजी भएर चाहिँ भ्लग बनाएन सो अनि आज चाहिँ मिनी भ्लग बनाऊँ न भनेर मिनी भ्लग बनाउँदै जाँदैछौँ गाइजहरू होइन हामी चाहिँ। अनि अनि यो चाहिँ हाम्रो रुम छेउको एरिया हो होइन। हामी यत्तिकै तिनजना चाहिँ गफ गर्दै अनि सानो आफूले चाहिने सानो सानो कुराहरू चाहिँ लिन गइरहेको थियौँ साथीहरू। अनि त्यही भएर चाहिँ अनि हजुरहरूको सामु चाहिँ सेयर गर्न मन लाग्यो, भ्लग बनाउनु मन लाग्यो होइन। त्यही भएर बनाउँदै जाँदैछौँ सो गाइज होइन। अनि आशा गर्दछु हजुरहरू सन्चै हुनुहुन्छ होला भनेर होइन। अनि धेरै धेरै मिस गरेको छु हजुरहरूलाई होइन, भ्लग ल्याउन पाएको थिएन सो होइन। अनि हामीले चाहिँ चिया खाऊँ न त भनेर फेरि चिया लियौँ। अनि चेस गर्दै मन्चु र मैले चिया खायौँ। अनि बुन्ताले चाहिँ नखाने भनेर चाहिँ खाएन नि त सो अनि हामी दुईजना चाहिँ चिया खाँदै गफ गर्दै बस्यौँ यसरी होइन। अनि भ्यूले लाइटले त्यो एकदम भ्यू चाहिँ दामी देखिरहेको छ गाइजहरू। यो चाहिँ बुन्ता मिस बुन्ताङ डेम्बेले बनाइदिएको भिडियो है गाइजहरू, सिनेमेटिकबाट। अनि रमाइलो भइरहेको थियो होइन। कति टाइमपछि मैले चाहिँ भिडियो बनाएँ। अनि चिया खाँदै गफ गर्दै यत्तिकै सक्यो हाम्रो गफ पनि। अनि त्यहाँदेखि चाहिँ हामी सब्जी पसल गयौँ, सब्जी पनि सिद्धिरहेको थियो साथीहरू होइन। अनि यो चाहिँ हामी जहिले यही सब्जी पसलमा जान्छौँ। अनि सब्जीहरू ल्यायौँ होइन। अनि रुम आइपुग्यो यहाँ यति धेरै सामान लगेको साथीहरू होइन। अनि हामी रुम गयौँ, त्यहाँदेखि चाहिँ फेरि गफ गर्दै गफ चाहिँ कहिले सिद्धिँदैन है साथीहरू फेरि हाम्रो होइन। सो हामी चाहिँ रुम पुग्यौँ। अनि हाम्रो दिदी आउनु भएको रहेछ, बाहिर घुम्न जानुभएको थियो, मतलब कामले जानुभएको थियो। अनि यहाँ चाहिँ हामीले चाहिँ अन्डा दिदीलाई हाई गर्दै हुन्छ, दिदीलाई चाहिँ अन्डा गिफ्ट दिएको है गाइजहरूले हामीले। अनि यहाँ हाम्रो दिदीले चाहिँ हाम्रो लागि भनेर पिज्जा लिएर आउनुभएको रहेछ। अनि हाम्रो प्यारी दिदीले एनी दिदीले हाम्रो लागि अनि हामी खायौँ। अनि माथि हाम्रो रुममा गयौँ। अनि गएर चाहिँ माछा फ्राई गऱ्यौँ हामीले होइन। अनि माछा फ्राई गरेर अनि यता तोरीको साग अनि खाना बसायौँ। अनि यत्तिकै सक्यो आजको दिन होइन। कस्तो लाग्यो हेरेर साथ दिनु होला। मन पऱ्यो भने प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब टु माई च्यानल। बाई बाई एभ्रिवान, सी यु नेक्स्ट भिडियो एन्ड मिस यु अ लट, टाटा।